वाह देउराली देउताको चाहिँ होइन यो परापूर्व कालदेखि नै हामी केटी छँदैदेखि चाहिँ फेरि सधैँ पूजाआजा होइन यो बाटो हिँड्ने क्रममा अथवा पूजाआजा गर्दै चाहिँ हामीले संरक्षण गरेर राखेको छ भगवान् होइन भगवान्ले नै हामीले संरक्षण गर्नुभएको थियो। अब यो अहिलेसम्म चाहिँ एउटा बाटोको कारणले गर्दा घाँस झाडीको कारणले गर्दा होइन ओजेलमा हुनुहुन्थ्यो। अब हामीले फेरि व्यवस्थापन गऱ्यो। अब यो वनदेवी देउराली देउताको पूजा गऱ्यो भने चाहिँ कुनै अनिष्ट होइन भन्ने कुरा चाहिँ मान्छेको जीवनमा आउँदैन। भगवान्ले चाहिँ सबैको कल्याण गरोस्, सबैको जय होस्, जय देउराली। हाम्रो बाल सामुदायिक वनौषध समिति 3, 4, 5 अन्तर्गत चाहिँ अग्नि रेखा जुन हामीले निर्माण गऱ्यौँ। अग्नि रेखा निर्माणको क्रममा चाहिँ कस्तो भने हामीले यो परापूर्वकालदेखि यो जुन ट्र्याकबाट हामीले अग्नि रेखा बनायौँ त्यही ट्र्याक अन्तर्गत पर्ने चाहिँ हाम्रो देउराली देउता है, वनदेवी है। वनदेवीको चाहिँ फेरि देउराली देउताको चाहिँ कस्तो भने हाम्रो एकदम पूजाआजा गर्ने चलन थियो। अब यो घाँस झाडीको कारणले चाहिँ उजेलमा थियो। अब सम्पूर्ण अब टोलवासी होइन अब तपाईँ यहाँका स्थानीय उपभोक्ताहरूलाई अथवा बाहिरबाट आउने पर्यटकहरूलाई चाहिँ म के अनुरोध गर्न चाहेँ भने अब यो परापूर्व कालदेखि हाम्रो आस्थाको केन्द्र रहेका देवी देउताहरूको चाहिँ हामी सबैजना मिलेर यसको संरक्षण गरौँ। यसको आसपास चाहिँ कसैले नि फोहोर कार्यहरू चाहिँ नगरिदिनु हुन एकदम अनुरोध गर्दछु। साथै अब देउराली देउता वन देउताको पूजा गरेर के हुन्छ भने हाम्रो जीवनमा रक्षा हुन्छ है। नचाहिने अनिष्टहरू चाहिँ अनावश्यक झन्झटहरू त्यस्तो केही बिहोर्न चाहिँ हामीले पर्दैन। कारण के भन्नुहुन्छ भने हामीले देवी देउताहरूको आशीर्वादले गर्दा हो। त्यस कारण सबैजना मिलेर चाहिँ भगवान्को संरक्षण